हेलो गाइज, के छ खबर तपाईँहरूको? सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। आज पनि हामी यहाँ पार्कमा घुम्न आइसकेको छ। यो पार्कको नाम चाहिँ सिन्दिन पार्क हो है। आज चाहिँ अलि टाइम नभएको कारणले नजिकैको पार्कमा घुम्न आएको। हामी सधैँ चाहिँ हामी अलिक टाढा टाढा घुम्न जान्थ्यौँ, तर आज चाहिँ यहाँ नजिकैको पार्कमा घुम्न आएको छौँ। बाबु कस्तो रहेछ ठाउँ? खतरा चाहिँ खेल्दैनौ? भाइ हामी आज चाहिँ टाइम नभएको भएर नजिकै घुम्न आएको है। नजिकै आए पनि यहाँ जङ्गलमा पार्क राम्रो रमाइलो छ नि। यहाँ चाहिँ बच्चाहरूलाई घुमाउनु, जहाँ गयो नि बच्चाहरूलाई घुमाउने ठाउँ मात्रै भेट्दो रहेछ। खेल खेल उयो तलतिर पनि छ क्या, तल नै छ यो त, एरिया नै ठुलो छ क्या यहाँको। आर्मी ट्रेनिङ हुँदैछ यहाँ। भविष्यको आर्मी ट्रेनिङ। जापानिज आर्मी। ए हो त छ, चिन्नु हुँदैन। बाबु हो खुट्टा हात छोड त अब झर्दैन। ट्राई ट्राई समात्यो तिमीले, हात छोड त। बच्चाहरूले त गरिरहेको छ। हात छोड त छोड। बाबा यता यता, त्यहाँ मात्रै एउटा मात्रै खेल्नु हुन्न। धागो धागो खाने पानी होला यो खानु मिल्छ। पार्कमा पनि यस्तो राम्रो ठाउँहरू बनाएर राखेको चाहिँ। किन यसो हेर्दा ठाउँ त रमाइलो छ, तर बच्चै खेल्ने ठाउँ मात्रै हो। उयो त कहाँ पोखरीहरू जस्तो पनि छ कि। कहाँ अङ्कित डर लाग्यो? रमाइलो भएको थिएन र? लड्ला है बाबु, लड्ला। मस्त सुत्नुपर्छ क्या भयो यहाँ। कला एकछिन फोटो खिच्नु, एकछिन पकाइ। ठाउँहरू पनि भवाल रहेछ क्या है। पैसा दिनुपर्छ होला। के हो पैसा दिनुपर्छ कि पर्दैन त्यो थाहा भएन है। ठाउँहरू खतरा खतरा बनाएर आएको छ। रमाइलो छ जे होस्। वा लड्ला है, लड्ला। भिडियो देखेछ त के हो तिमी त? कपाल त सलमान खानै हो क्या। जे भयो नि आइतबारमा बिदाको दिनमा रमाइलो भइरहेछ साथीहरू। हामी चाहिँ
होइन यसो मुड फ्रेस गरेर होइन हामी चाहिँ जहिले अहिले हाम्रो चाहिँ उद्देश्य के हो भने यो प्राकृतिक ठाउँमा होइन नेचुरल ठाउँमा नेचरसँग रमाउँदै भिडियो बनाऊँ भन्ने उद्देश्यले हो। किनभने हामी चाहिँ जहिले यही होइन भिडभाडमा भन्दा पनि अलि यसो हरियो वातावरणमा भिडियो बनाउँछौँ। भाइ चाहिँ टिकटक स्टार हो यी टिकटक बनाइरहेछन्। कपाल पनि खतरा खैरेको जस्तो भएको छ केटाको। ठाउँहरू चाहिँ एकदम राम्रो छ है, तपाईँहरू पनि आएर घुम्न सक्नुहुन्छ। एकदम रमाइलो छ। यहाँ हेर्नुहोस् मान्छेहरू पनि कति भिड छ। पार्किङ पुरै त्यस्तै भरिपूर्ण छ है। ए बच्चाहरू खेल्नलाई नि एकदम राम्रो ठाउँ छ। आओ बाबु, एकदम ठाउँ राम्रो छ है। साथीहरू आएर पुरै यहाँ बसेर दिनभरि बसेर रमाइलो गर्नलाई टिकटक सिकटक बनाउनलाई एकदम बेस्ट ठाउँ छ यो चाहिँ। रमाइलो छ है साथीहरू। होला नि यो ठाउँ एकदम बवाल छ। हेर्नु हाम्रो भिडियो हेरेर सपोर्ट गरिदिनु होला साथीहरू। हाम्रो मेहनत धेरै छ है। हामीले दिनदिनै भिडियो बनाउन चाहिँ भ्याउँदैनौँ। काम पनि गर्नुपर्छ। हप्ताको एउटा भिडियो चाहिँ ल्याउँछौँ है। फेसबुकमा युट्युबमा दुवै ठाउँमा ल्याउँछौँ। फेसबुकमा चाहिँ अब लामो भिडियो हुँदैन। फेसबुकमा चाहिँ हाम्रो कास्टिङ मात्रै हो। फुल फिल्म चाहिँ युट्युबमा हुन्छ है। यसो हाम्रो मेहनतलाई देखेर साथ सपोर्ट गरिदिनु होला साथीहरू। यहाँ चाहिँ पुरै बर्खामा भए चाहिँ यहाँ नजिकसम्म पानी आउँथ्यो होला। अहिले चाहिँ टाढा उता टाढा मात्रै रहेछ होइन। त्यही भएर नजिक त्यो पानीको तालको नजिकसम्म पुग्नको लागि चाहिँ हामी यो माथिल्लो बाटो जानुपर्ने हुन्छ। यस्तै बाटोमा चाहिँ हामी बच्चैदेखि हिँडेको हो है। यस्तो जाऊ भिड पाखा होइन। ठुलो माटो त हाम्रो लागि केही पनि होइन। सर्लकै खाइदिन्छौँ भाइ। बाबु हेलो गाइज, के छ खबर सन्चै हुनुहुन्छ होला भन्दै त। हेलो गाइस, यताबाट के छ सन्चै हुनुहुन्छ? ह्यान्डसम देखाएको छ एकदम त्यहाँ पछाडि घाम आउँछ कि हो त। घाम आएपछि त त्यो आउँछ। बादलसरी वरिपरि बादलसरी वरिपरि यो के अरे भाइ? घाममा मस्त सुतिरहेको रहेछ। बुढाबुढी हो क्या? बोतो पुलिसले समाउनुलाई के भन्छ तिमीलाई? चोरलाई पुलिसले चोरलाई भेटाउँछ के भन्छ? कमारु समाउनुलाई कमारो? चुकामारु कमारो। वतासी चुकामते भलिबल त खतरा खेल्छ क्या तिमीले? भलिबल त खतरा खेल्छौ क्या? के अरे खतरा हान्छ? 3 गरेबाट कि पोखरीबाट? खेला भनेर गएको खेलाइदिएन नि। कहाँ? तिम्रो एड्रेस 3 गरेको कि पोखरेको? पोखरेको छ। 3 घरबाट गएको नाम दर्ता गरेर अनि उहाँ पुगेको दर्ता गर्ने थिएन क्या। 3 घरबाट पोखरेको मान्छे भनेर कसरी चिन्यो त?
त्यही हाम्रो तीर्थ हो कि त्यहाँनिर वडा सदस्यले नाम पुग्यो नि अँ भाइ तिम्रो त हुँदैन तिम्रो यतापट्टिबाट छ तपाईँले थाहा छ ए प्रोटेस्ट गरिदिन्छ नि तिमी चाहिँ तिन गरेको खत्रे प्लेयर हो को छ तिन गरेको ए तिन गरे त 6 नम्बर पढ्यो होइन 6 नम्बरबाट खेल्न लाग्यो तिमी 6 नम्बर त अनि बाँडे गाउँ पनि हो त नि दुई टिम खेल्यो माथिकोहरू खेल्यो डेन्जर छ त्यो 2 टिम खेल्न लाग्यो ए ए र बी थियो अनि त्यो स्कुलबाट लग्दाखेरि चाहिँ स्कुलबाट होला त राष्ट्रपति र निस्किन्छ त्यति स्कुलबाट स्कुलबाट त अनि खेल्न पाइहाल्छ नि कस्तो हो र यार त्यो वडा 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 त छोरा नि सिल्टी वडा वडाको होइन गएको ऐसिलखर्कमा गेम खेल्न गएको होइन रनिङ राष्ट्रपति रनिङ सिलमा खेल्न गएको अनि ए तीर्थले रोक्थ्यो होइन त्यहाँ माथि थियो अनि थर्ड भएको नि थर्ड भएर पुरस्कार पाएँ यतै होइन यता यता ल ओ सुई 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 यहाँ त उसलाई लिएर आउनुपर्ने के त्यो भाइलाई ए त्यसलाई झुन्डाइदियो त कहाँ लड्छ भेटाउनै सक्छ समाउनु सक्छ आमा धनै नाक ठोकेको मलाई हेर्न समाचार जिउमा बादल सरी वरिपरि तपाईँको चाहिँ अनि निधारभन्दा तल मात्र आइरहेको छ क्या हो र कस्तो अघिदेखि खै बेला बेलामा चाहिँ त्यस्तो हुन्छ क्या बोरा मैले 0.7 मा खेलेको क्या त्यही भएर यो के हो साथीहरू यो हो मान्छे नबस्ने पसल जुस पसल कतै जाउँ भाइ अहिले उसमा खानु लागि म्याकडोनल्ड खानु चिकन होइन बर्गर बर्गर बाबु रमाइलो छ भाइ आजको भ्लग कस्तो घुमाइ कस्तो भयो यता आउनु यता रमाइलो भयो रमाइलो मस्त घुम्नु बस्यो तातो ताजा हावा खायो फ्रेस अन्त एक हप्तादेखिको पढाइ काम अनि आज फ्रेस भयो भने त फ्रेस रमाइलो भयो नि त एकदम ठिक छ हाम्रो पनि रमाइलो हो एकदम रमाइलो ठाउँ छ तपाईँहरू पनि आएर घुम्न सक्नुहुन्छ यो ठाउँमा है नेपालबाट त कहाँ यहाँसम्म आएर घुम्न सक्नुहुन्छ र जापान भएको मान्छे जापानको नागोयामा भएको मान्छे आएर घुम्न सक्नुहुन्छ आमामा लड्छ है
साथीहरू आजको भ्लग यहीँ अन्त्य गर्छौँ है। बाई बाई, अर्को हप्तासम्मको लागि है त।